Write a Python program to display Fibonacci series. यसको लागि हामीले के गर्नुपर्छ भने पहिला एउटा भेरिएबल ल्याउँ a इक्वल टु पहिलो भ्यालु कति छ 2 त्यो राखौँ त्यसपछि अर्को भेरिएबल ल्याउँ b इक्वल टु अर्को भ्यालु कति छ 3 त्यो राखौँ त्यसपछि हामी लुप स्टेटमेन्ट दियौँ for I in range post मा स्टार्टिङ गरे 1 0 त्यस पछाडी कमा त्यस पछाडी 11 दियो र त्यस पछाडी s2 दिनुपर्छ र इन्टर थिच्नुपर्छ र इन्टर थिच्दाखेरि यहाँ हामीले के प्रिन्ट गर्नुपर्छ भने हामीले सुरुमा प्रिन्टमा पोस्ट अन्तर्गत यो लेख्यौँ र त्यसपछि कमा दियौँ र कमा दिइसकेपछि दियौँ र त्यसपछि इक्वल त्यसपछि चाहिँ डुप्लिकेसन स्पेस दियौँ त्यसपछि इन्टर थिच्यौँ अब एकको भ्यालु बढाउन पऱ्यो अर्को भेरिएबल हामीले c इक्वल टु a प्लस b र त्यस पछाडि a इक्वल टु b त्यसपछि b इक्वल टु c अब यसलाई यो प्रोग्राम रन गरौँ के हुँदो रहेछ ठिक भयो कि भएन अब हेरौँ यो प्रोग्राम रन गर्दाकै यो एन्सर आयो अब हामीले